नमस्कार। न्यू लुम्बिनी बुलेटिनमा यहाँहरूलाई स्वागत छ। म आशिका सुनार र म सिमरन थापा। हामीले यस विद्यालयको साप्ताहिक विभिन्न गतिविधिहरू र अन्य शिक्षा तथा बालबालिकासँग सम्बन्धित खबरहरूलाई लिएर हरेक हप्ताको आइतबार न्यू लुम्बिनी बुलेटिन लिएर यहाँहरूमा उपस्थित हुने गर्दछौँ। अब बुलेटिन विस्तारमा। न्यू लुम्बिनी इंग्लिश बोर्डिङ स्कुलमा शैक्षिक सत्र 2082 को पिकनिक तथा शैक्षिक अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत कक्षा 5, 6 र 7 को पिकनिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सुनवल नगरपालिकामा अवस्थित हिल पार्क उक्त पिकनिक कार्यक्रममा कक्षा 5, 6 र 7 का विद्यार्थीहरू, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। पिकनिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक खेल, गीत, नृत्य तथा सामूहिक गतिविधि, बाल उद्यानमा घुमघाम मार्फत खुशियाली तथा सहभागिता जनाएका थिए। शिक्षकहरूले बालबालिकाहरूको उमेर अनुसार सिकाइयुक्त मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरेका थिए, जसले गर्दा उनीहरूमा सामाजिक भावनात्मक विकासमा मद्दत पुगेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार पिकनिक तथा अवलोकन भ्रमणको उद्देश्य विद्यार्थीहरूको लागि कक्षा कोठा बाहिरको व्यावहारिक सिकाइमा सहभागी गराउनु, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक संरक्षणको महत्त्व बुझाउनु तथा मित्रता र सहकार्यको भावना विकास गराउनु रहेको छ। यस पिकनिक कार्यक्रमसँगै चालु शैक्षिक सत्रको पिकनिक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ। न्यू लुम्बिनी इंग्लिश बोर्डिङ स्कुलमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत प्री प्राइमरी तर्फ पजल प्रतियोगिता तथा प्राइमरी र सेकेन्डरी तर्फ अन्तर्सदनात्मक अंग्रेजी वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। प्री प्राइमरी तहतर्फ सम्पन्न पजल प्रतियोगितामा कक्षा नर्सरी तर्फ स्तर घटी प्रथम अंशिका सुनार द्वितीय र 19 गाहा तृतीय हुन सफल भएको छ भने कक्षा एलकेजी तर्फ सुजल राणा प्रथम, दीक्षिता थापा द्वितीय र रियान राणा तृतीय हुन सफल भएको छ। त्यसैगरी कक्षा युकेजी तर्फको सोही प्रतियोगितामा सनिसा गुरुङ प्रथम, सुशीला कुवार द्वितीय र प्रिया गुरुङ तृतीय हुन सफल भएको छ। त्यसैगरी प्राइमरी तहतर्फ भएको अन्तर सदनात्मक अंग्रेजी वक्तृत्व कला प्रतियोगितामा छात्रतर्फ हरियो सदनको आशिक भण्डारी प्रथम, नीलो सदनको इसाक पुन द्वितीय हुन सफल भएको छ भने छात्रातर्फ पहिलो सदनको लक्ष्मी थापा प्रथम र नीलो सदनको अनुष्का गेवाली द्वितीय हुन सफल भएको छ। त्यसैगरी सेकेन्डरी तहतर्फ भएको सोही अन्तर सदनात्मक अंग्रेजी वक्तृत्व कला प्रतियोगितामा छात्रतर्फ नीलो सदनको रिसिम सुनार प्रथम, पहिलो सदनको दुर्गा थादा द्वितीय हुन सफल भएको छ भने छात्रतर्फ पहिलो सदनको युना राणा प्रथम र हरियो सदनको आरती ढकाल द्वितीय हुन सफल भएको अतिरिक्त क्रियाकलाप इन्चार्ज रश्मि थापाले जानकारी गराउनुभयो। प्रतियोगितामा विजय हुने विद्यार्थीलाई लक्ष्मी रेशमी राणा मगर, रुस्मिता राणा र जगत राणाले संयुक्त रूपमा बधाई तथा शुभकामना सहित टीका र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रम शिक्षक दिलाराम घिमिरेको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सेकेन्डरी इन्चार्ज प्रशान्त राणा र शिक्षक जगत राणाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। प्रतियोगिता शिक्षक लक्ष्मी रेशमी राणा मगरको सञ्चालनमा सम्पन्न भएको थियो। न्यू लुम्बिनी इंग्लिश बोर्डिङ स्कुलमा हरेक हप्ताको शुक्रबार विद्यार्थीहरू झोला रहित विद्यालयमा उपस्थित हुने गर्दछन्। यस दिन विद्यार्थीहरू खाली हात हाँसी खुसीको साथ विद्यालयमा उपस्थित भएर विभिन्न गतिविधिहरूमा सहभागी हुने गर्दछन्। विद्यालयमा नियमित ब्यागलेस कार्यक्रम अन्तर्गत यस साताको व्यावहारिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरिएको छ। यस साताको शुक्रबार खेल, गायन, वादन, नृत्य, वाचन कला, चित्रकला, हस्तकला लगायतका कक्षाहरू नियमित सञ्चालन गर्दै विद्यार्थीहरूको विकासमा निरन्तरता दिँदै आएको विद्यालयले जनाएको छ। यससँग सम्बन्धित सानो भिडियो क्लिप्स।
इङ्ग्लिस बोर्डिङ स्कुलमा शैक्षिक सत्र 2082 अन्तर्गत कक्षा 8, 9 र 10 का विद्यार्थीहरूका लागि आयोजना गरिएको 4 दिने शैक्षिक भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मङ्सिर 17 गतेदेखि 20 गतेसम्म चलेको यस अध्ययन अन्वेषण यात्राले विद्यार्थीहरूको सिकाइ, अनुभव र व्यावहारिक ज्ञान अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ। भ्रमण टोलीले माग्लुङ कालिका मन्दिर, नेपालको अग्लो र लामो गोल्डन ब्रिज, पर्वतको महत्त्वपूर्ण स्थलहरू, पोखराको प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थलहरू र चितवन सौराहा क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा शैक्षिक विविधता नजिकबाट अवलोकन गरेको थियो। विद्यार्थीहरूले विभिन्न ऐतिहासिक स्थल, पर्यटन क्षेत्र, प्राकृतिक दृश्यावली तथा स्थानीय भौगोलिक विशेषताबारे प्रत्यक्ष अध्ययन गर्ने अवसर पाए। यस वर्षको शैक्षिक भ्रमण विद्यालयका भाइस प्रिन्सिपल विष्णुबहादुर सारुको नेतृत्वमा प्राइमेरी इन्चार्ज फुलमाया थापा र सागर भुसालको सहभागिता रहेको थियो, जसले भ्रमण थप व्यवस्थित र सफल बनाएको थियो। विद्यार्थीहरूको सिकाइलाई कक्षा कोठासँग मात्र सीमित नराखी व्यावहारिक जीवनसँग जोड्ने उद्देश्यका साथ हरेक वर्ष शैक्षिक भ्रमण सञ्चालन गर्दै आएको विद्यालयले आगामी दिनमा पनि यस्तो कार्यक्रम निरन्तर रहने जनाएको छ। आजलाई न्यू लुम्बिनी बुलेटिन यति नै। अर्को हप्ता पुनः विद्यालयको साप्ताहिक गतिविधि लगायतको अन्य खबरहरूलाई लिएर उपस्थित हुने वाचा गर्दै म आशिका सुनाल र म सिमरन थापा बिदा हुन चाहन्छु। यहाँहरूको हरेक पल सुखद रहोस्। नमस्कार।